र अहिले भन्दाखेरि चाहिँ हामी होइन मोटामोटी तपाईँ सोच्नुहोस् 11 साढे 11 जस्तो भएको छ। जुन हेर्नुहोस् लागिरहेछ पुरा है, उज्यालो भइरहेको छ। र अब चाहिँ हामी यहाँबाट दार्जिलिङ जाने चाहिँ प्रयास गरिरहेको छु है। दार्जिलिङमा गएर ट्राइगल हिल अहिले चाहिँ हामी भन्नुपर्दाखेरि सालसामा है पेट्रोल सेट्रोल भरेर निस्किँदैछु। र हेर्नुहोस् हामी चाहिँ राति नै प्लान भएर राति नै गइसकेको अवस्था भइसकेको छ। हामी जाँदैछौँ आज अनप्लान। टाइम देखा टाइम यहाँ कति प्लान कति भयो? 12:27 हुँदैछ हो। हामी जाँदैछौँ यहाँ अनप्लान। 12:27 हो, 12:27 मैले भनेको बताउन। बताउ होइन, हामी जाँदैछौँ यहाँनिर अनप्लानमा। हाम्रो त्यहाँ गएर हुन्छ ल स्टप। अहिले भन्नुपर्दाखेरि चाहिँ हामी है रोहिणीको उकालो चढ्दैछौँ। सिलगढीबाट अनि फेरि हामी उकालो लागेर रोहिणीदेखि चाहिँ उकालो लाग्दैछ गाइस। यहाँनिर 3टा बाइक छ है, र एउटा चाहिँ अगाडि राख्यौँ हामीले चाहिँ 3टा छ है। यो चाहिँ रोहिणीको टोल ट्याक्स, त्यसको बादमा हेर्नुहोस् उनीहरूको नजारा चाहिँ सिलगढी। अहिले चाहिँ तपाईँको भन्नुपर्दाखेरि 2 बजेको छ है। हामी चाहिँ 2 बजे राति चाहिँ यहाँनिर आइपुगिसकेका छौँ। रातिको टुर हो आज चाहिँ। ल त गाइस, अहिले चाहिँ हामी भन्नुपर्दाखेरि तपाईँले नजारा देखिरहनु भएको छ है। यो त चिन्नै हुन्छ होला तपाईँहरूले पनि। र अहिले चाहिँ हामी खरसाङ आइपुगिसकेका छौँ। र यहाँ चाहिँ रातिको मौसम है यस्तो हुँदो रहेछ, बाटोहरू सबै खुल्ला। तपाईँले नै हेर्न सक्नुहुन्छ यो स्टेसन है, खरसाङ स्टेसन ट्रेनको। र अब चाहिँ यहाँबाट हामी फेरि उँभो लाग्नेछौँ दार्जिलिङको तर्फ। दार्जिलिङ चाहिँ कति बजीसम्म पुगिने हो हेर्नुहोस् है त तपाईँहरू पनि। र अहिले चाहिँ भन्नुपर्दा हामी चाहिँ है टाइगर हिलको मुनि पार्किङमा आइपुगिसकेका छौँ। र यहाँबाट चाहिँ अब गाडीहरू पार्किङ गरेर हामी उँभो जानेछौँ है। र अहिले चाहिँ भन्नुपर्दा 3:30 बिहानको 3:30 भइसकेको छ है। र यहाँ चाहिँ धेरै मात्रामा गेस्टहरू टुरिस्टहरू है आएका रहेछन्। र सनराइज है त्यसको बादमा कञ्चनजङ्घा हेर्नुको लागि। र हामी पनि गएका थियौँ र हामी पनि हल्का मजा लिँदै है, जाडोको मजा लिँदै चियाहरू खाँदै। र अब कहिले हुन्छ है, कहिले उदाउँला घाम भन्दै है, सनराइज कहिले हुन्छ होला भन्दै बसिरहेका थियौँ। र सनराइज चाहिँ हुँदो रहेछ तपाईँको 6:30 बजी है। हामी चाहिँ माथि तल चढेका थियौँ र त्यहाँबाट हेर्नुको लागि तपाईँले पनि हेर्न सक्नुहुन्छ। र अहिले चाहिँ अलिकति है उज्यालो भइसकिसकेको छ र तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। अब चाहिँ निक्लिनै आँट्यो है, उदाउनै आँटिसक्यो। र त्यसको पनि नजाराहरू हेर्नुहोस् तपाईँहरूले। र अहिले चाहिँ भन्नुपर्दा है हामी चाहिँ सनराइज हेर्नुको लागि सबैजना बसिरहेका थियौँ। र कति के मान्छेहरू थियो है, त्यो तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। र यतापट्टिबाट चाहिँ उदाउने रहेछ होइन। र त्यो उदाउँछ भनेर चाहिँ हामी पनि सबै पर्खिरहेका थियौँ। र पर्खिँदा है उज्यालो पनि भइसकिसकेको थियो। र उता हल्का होइन कञ्चनजङ्घा पनि नजारा देख्न थालिसकेका थिए। र सबैजनाले उता पनि फोटोजहरू लिँदै है, यता पनि इन्जोय लिँदै गरिदिरहेका थियौँ। र बिस्तारै बिस्तारै उज्यालो पनि भइरहेको थियो होइन। हामीलाई चाहिँ त्यही इच्छा थियो अब कतिखेर होइन घाम निस्किने र उज्यालो देखिने हामीले पनि भन्ने कोसिसहरू गरिरहेका थियौँ, प्रयास गरिरहेका थियौँ। र बातहरू पनि त्यस्तै भइरहेको थियो होइन, कस्तो चाहिँ हुँदो रहेछ, के चाहिँ हुँदो रहेछ भन्ने कुराहरू होइन। अहिले चाहिँ धेरै उज्यालो भइसकिसकेको छ है, कञ्चनजङ्घा आदि नै देख्न थालिसकेको छ घामको किरणले होइन। र अब चाहिँ होइन घाम पनि उदाउन थालिसकेको छ। र हेर्नुहोस् तपाईँले पनि हेर्न सक्नुहुन्छ घाम चाहिँ उदाउन थालिसकेको छ होइन। र अहिले चाहिँ आदि निस्किसकेको अवस्था भइसकेको छ होइन। र यस्तो प्रकारले चाहिँ सनराइज है निस्किँदो रहेछ है, उदाउँदो रहेछ। तपाईँहरू सबैले होइन सम्पूर्णले हेर्नुहोस् होला होइन, कञ्चनजङ्घा जानुभएको छ भने यस्तो हुँदो रहेछ। अहिले चाहिँ रातदेखि दिन भइसकेको छ है, हामी चाहिँ घुमेर नि आइसकेको छु। यो चाहिँ दार्जिलिङ जोरबङ्गला। अब यहाँबाट चाहिँ हामी फेरि घर जाँदैछु है।